सन्ध्याकालीन अभिवादन सम्पूर्ण मित्रहरूमा म विकासको मैले वाचन गर्दै गएको उपन्यासको तेस्रो भाग आज प्रस्तुत गर्दैछु। सुन्नुहोस् ल। जाडोयामका दिनहरू सधैँ उस्तै नै थिए। कहिले अलिक धेरै तुषारो पर्थ्यो र धेरै जाडो हुन्थ्यो, कहिले हावा नचलेपछि अलिक न्यानो महसुस हुन्थ्यो। आखिर दिनको प्रकृति उस्तै थियो, सबै दिन उस्तै चाहिँ लाग्थ्यो। तर उस्तै खालका ती दिनहरूमा फरक किसिमका गतिविधिले केही नयाँपन वा नौलो अनुभूति गराउँथ्यो। मन मस्तिष्कमा कोही नयाँ व्यक्तिको प्रवेश भयो अनि फुर्सदको अधिकतम समय त्यही नयाँ मान्छेसँगको कुराकानीले बित्दै थियो। लाग्दै थियो सानो छँदाका भाँडाकुटी र गट्टा खेल्ने एकदमै मिल्ने साथी धेरै समय हराएर वा भेटघाट नभएर बल्ल भेट भएको छ। सधैँ जसो हुने फेसबुक चाटले मलाई लाग्थ्यो हामी त वर्षौंदेखिको घनिष्ठ साथी हौँ। उसका अनेकन मनका भावहरू मैले बुझेँ जस्तो र मेरो भाव समेत उसले बुझे जस्तो। हामीमा एक अर्काको दिनचर्याको हरेक कुराहरू साटासाट हुन थाले। सबै कुराहरू जो दिनभरि भए ती सबै उसले नबिर्सिकन बेलुका चाटमा मलाई भन्थे। फेसबुक चाटमा मात्र सीमित हुने कुराकानीहरू अब फोनबाट पनि हुन थालेको थियो। बिहानीको चिसो ठन्डीमा कोठादेखि इन्स्टिच्युटसम्म पुग्दा निकै रमाइलो गफ गर्दै दिउँसोको आफ्नो दैनिक रुटिन साट्ने गरिन्थ्यो। खासै हामीमा गर्ने गफ त केही थिएन। फोनमा सामान्य बोलचाल र हालखबर सोधपुछपछि दिउँसोभरि घन्टौँ पछि गरिने फोनका कुराकानी सकिन्थ्यो। पल पलमा भइरहने चाट र उसले पोस्ट गर्ने विभिन्न फोटोहरूमै मेरो दिमाग घुमिरहन्थ्यो। पल पल कहिले फेसबुकमा त कहिले म्यासेजमा गफ भइ नै रहन्थ्यो। खाना भयो? के गर्दै? मिसिङ यु, टेक केयर। प्राय फेसबुक वा मोबाइलका सन्देशहरूमा यिनै शब्दहरू घुमिरहन्थे। सधैँको व्यस्त सहर काठमाडौँ न कहिले आफू फुर्सदमा हुन्छ न अरूलाई फुर्सदमा बस्न दिन्छ। व्यस्त सहरमा फुर्सदको दिन बिताउने मानिस सायदै होलान्। मेरो पनि दैनिकी निकै व्यस्त थियो। काठमाडौँमा जो बस्नुहुन्छ बिहानदेखि बेलुकासम्म झन्डै 11-12वटा कक्षा पढाउनु पर्ने भएपछि समयको व्यवस्थापन पनि सहज हुन सक्दो रहेनछ। सलुसँग हरेक पटकको च्याटमा भेटघाट गर्ने बारे कुरा चल्थ्यो। तर भेटघाट भने गाह्रो थियो। ऊ छोरी मान्छे माथि गरिने नेपाली समाजको निगरानीबाट अछुतो थिइन। त्यसमाथि मेरो व्यस्त दैनिकी भेटघाटका साइत जुर्ने निकै मुस्किल थियो। त्यसका बावजुद पनि एक दिन हामीले भेट्ने निर्णय गरौँ, तर कहाँ भेट्ने? सधैँ आफ्नो दैनिकीमा मात्र व्यस्त मैले अस्तव्यस्त काठमाडौँको सहरमा त्यस्तो सजिलो र कोलाहल मुक्त ठाउँ फेला पारेकै थिइनँ।